Hello and welcome guys to my another video. It's me Samuel Rizal here again. So त्यो घण्टोको भिडियो चाहिँ मैले सानो पार्टिसन गरेर चाहिँ एपिसोड वाइज हालेको छु। मेरो चाहिँ भ्यान्कुभर क्यानाडा नै किन चुज गरे भनेर म एक्सपिरियन्स सुनाउन गइरहेको छु। I never expected that I would come to Canada, and I had to get out of my comfort zone to even survive at this place. And नेपालको एकदम मिस गर्ने कुरा भनेको चाहिँ मेरो लागि चाहिँ फ्यामिली नै हो फर्स्टमा। अनि हामी काम पनि बिस्तारै पाउँदै गए। लाइक we look for the job in the beginning, हैन। सो अहिले भर्खर म कामबाटै आएको। आई डोन्ट थिङ्क त्यो कुरा मैले नेपालमा 5 वर्षको ग्यापमा 7 वर्षको लाइफ स्पेनमा पनि मैले सिक्न गाह्रो पर्थ्यो होला हैन। किनभने युनिभर्सिटीको फी यहाँ आएपछि तिर्न एकदमै गाह्रो हुन्छ, काम गरेर पैसा बचाउनै गाह्रो हुन्छ। So I feel sad about that. for me to go around with people and ask them for a job, but then I had to do it. सो यस्तो कुराहरू चाहिँ थाहा पाइराख्दा राम्रो इफ क्यानाडा मुभ हुनुहुँदैछ भने। कामहरू पनि खोज्यो भने पाइन्छ। लाइक यहाँनिर केही पनि कुरा इम्पोसिबल छैन, यु क्यान डु एभ्रिथिङ। धेरै स्ट्रगल धेरै भयो त्यति बेला। Hello and welcome guys to my another video. It's me Samuel Rizal here again. So आजको भिडियोमा चाहिँ मैले नयाँ आइडिया नयाँ कन्सेप्ट लिएर चाहिँ आजको भिडियो म तपाईहरुलाई देखाउन जाँदै छु। सो बेसिकली भन्नु पर्दा चाहिँ मैले भिडियो चाहिँ एउटा सानो मिनी डकुमेन्ट्री जस्तो बनाउन खोजेको थिएँ। अनि त्यो चाहिँ अलिकति लामो भयो, घण्टौको भिडियो भयो। सो त्यो घण्टौको भिडियो चाहिँ मैले सानो पार्टिसन गरेर चाहिँ एपिसोड वाइज हालेको छु। डकुमेन्ट्री चाहिँ के हो भन्दाखेरि मैले चाहिँ हाम्रो साथीभाइहरू अनि साथीहरूको साथीहरू सबजना यहाँ जो नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई राखेर अनि उहाँहरूको एक्सपिरियन्स चाहिँ सेयर गराएको छु हैन। अनि सबैजनाको कथा छुट्टै छ, छुट्टै एक्सपिरियन्स छ। सो त्यो एक्सपिरियन्स चाहिँ उहाँहरूले सेयर गरिदिनु भएको छ। सो सेयर गरिदिनु हुने सबैजनालाई पनि धन्यवाद। सो गाइज तपाईहरु पुरा भिडियो हेर्दिनु होला अनि प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब। थ्यांक यू। हेलो एभ्रिवान, इट्स मी विवेक श्रेष्ठ। अनि अहिले चाहिँ म हालै भ्यान्कुभर क्यानाडामा बस्दै आइरहेको छु। अनि म चाहिँ 2023 सेप्टेम्बरमा आएको। अनि मेरो चाहिँ भ्यान्कुभर क्यानाडा नै किन चुज गरेँ भनेर म एक्सपिरियन्स सुनाउन गइरहेको छु। मैले अरू कन्ट्रीहरू पनि 2-3 ठाउँ अप्लाई गरेँ तर मेरो भिजा चाहिँ लागेन। नेपालमा त्यही हो हैन, भिजा लाग्न गाह्रो छ अरू देशको। बट स्टिल अब भ्यान्कुभर नै भए पनि जानु पर्यो, अब जता भए पनि जानु पर्यो भन्ने सोच हुन्छ नि त नेपालमा हुने मान्छेहरूलाई त। त्यही भएर मैले चाहिँ अब जहाँ भए नि होस् भनेर अनि क्यानाडाको भिजा रेट सक्सेस राम्रो भएको बेलातिर मैले चाहिँ अप्लाई गरेँ। मेरो भिजा नि लाग्यो, म आएँ। अनि मेरो फर्स्ट इम्प्रेसन चाहिँ कस्तो हुनु पर्थ्यो भन्दाखेरि मलाई चाहिँ नि अब यहाँ खतरा अब हुन्छ नि विदेश जस्तो भाइ हैन, अब अलिकति विदेशी लाइफस्टाइल सबै कुरा अब भन्ने लाग्थ्यो। तर यहाँ लाइक नर्मल अब हाम्रै नेपाल जस्तै हैन, धेरै त्यस्तो फरक चाहिँ पाइनँ मैले। विदेश र नेपालमा के फरक छ भन्दाखेरि खासै धेरै फरक पाइनँ। त्यो अपर्च्युनिटीहरू अब आफ्नो ग्रोथहरू त्यही कुराहरू मात्र डिफरेन्स देखेँ। त्यस अहिलेसम्मको ओभरअल एक्सपिरियन्स राम्रै हुँदैछ। यहाँ बसिरहेको एक्सपिरियन्स चाहिँ कस्तो छ भन्दाखेरि वेदर अनुसार अलिकति पानी धेरै पर्छ, बट स्टिल अब म काठमाडौँबाट बिलङ गर्छु, त्यही भएर काठमाडौँको र यहाँको वेदर चाहिँ मलाई उस्तै लाग्छ। अनि अब यहाँ पढ्नलाई चाहिँ कतिको गाह्रो छ भन्दाखेरि अब इफ योर युनि फी आर हाई एन्ड त्यो भयो भने चाहिँ अलिकति गाह्रो हुन्छ। अब घरमा नेपालमा पनि लोनहरू यताउता भयो भने त्यो तिर्नु पर्यो, सबै पैसाहरू अब पठाउनु पर्यो, आफ्नो जबहरू स्टेबिलिटी हुनु पर्यो हैन। त्यसको लागि चाहिँ अलिकति गाह्रो छ, किनभने वेदर वाइज पनि अलिकति गाह्रो छ। यसरी पानी परे गर्छ हैन, हामी सुट गर्दा त यहाँ छाता बोकेर बसिरहनु परेछ हैन। अनि अझ यो भ्यान्कुभर त अरू ठाउँ भन्दा चाहिँ क्यानाडा भित्रको अझ बेस्ट ठाउँ बस्नको लागि वेदर वाइज। नभए अहिले अरू ठाउँमा हिउँ परिसकेको हुन्छ। सो इट्स गुड हियर यो ठाउँमा बस्नलाई चाहिँ। अनि पढ्नको लागि त्यही मैले भनिहालेँ, युनि फी अलिकति सस्तोमा आउनु भयो, अलिकति राम्रो ठिकै छ भने चाहिँ सकिन्छ, नसकिने होइन। अपर्च्युनिटी हुन्छ, आफूले खोज्ने आफूले गर्ने हो, त्यो आफूमा भर पर्ने कुरा हो। अनि हामी चाहिँ अब ग्रुपमा आयौँ
ग्रुपमा भन्दा नि अब सँगै एउटै कलेज पढ्ने साथीहरू भेटेर सँगै मिलेर आयौँ अनि त्यसपछि सँगसँगै आयौँ अनि यहाँ अब काम चाहिँ थिएन एज कम्पेरिजन टु अरू कन्ट्रिजहरू हेर्दाखेरि यहाँ चाहिँ अलिकति कामहरू पाउन गाह्रो छ अब रिफरेन्स चाहिन्छ होइन हरेक ठाउँमा रिफरेन्स हुँदैन अनि केही पनि नभएपछि अब खोज्नै पर्यो अनि एक्सपिरियन्स चाहिँ कस्तो थियो भन्दाखेरि मेरो एउटा साथी चाहिँ काम खोज्दै गइरहेको थियो कि लाइक हामीहरू सबजना सिभी बाँड्ने यताउता हिँडिरहेको थियौँ अनि ऊ पनि काम खोज्न गइरहेको थियो अनि उसले चाहिँ एउटा ठाउँमा काम पायो डिसवासिङमा अनि बिस्तारै उसले अब रिफर गर्दै गयो अनि हामीले पनि काम पायौँ हामी 4-5 जना एउटै ठाउँमा काम गऱ्यौँ तर त्यहाँ पनि बिस्तारै काम स्लो हुने यस्तै वेदर अब 3 दिनको सिफ्ट राखिदिने 2 दिन अनकलमा बोलाइदिने अनि अनकलमा बाटोमा आउँदा आउँदै ल काम छैन सिफ्ट छैन पानी पर्यो हिउँ पर्यो भनिदिने फर्काइदिने त्यस्तो हुन्थ्यो सो ओभरअल यो चाहिँ मेरो एक्सपिरियन्स हो अनि एक दिन बोलाइदिने अनि अब मान्छे पनि ठुलो इन्डस्ट्रीहरूमा धेरै हुन्छ होइन उनीहरूलाई पनि सबजनालाई ह्यान्डल गर्नुपर्ने हुन्छ त्यही भएर उनीहरूको आफ्नो सेल्सहरू पनि हेर्नुपर्ने हुन्छ सो त्यही भएर हामीले चाहिँ त्यहाँ त्यति सिफ्ट पाएनौँ त्यहाँ गाह्रो भएको थियो त्यतिखेर अनि अब काम हुने तर अब स्टेबिलिटी नहुने अनि फेरि काम कुर्दा कुर्दै अब त्यतिकै अब टाइम पनि वेस्ट हुने अरूतिर अप्लाई गर्नलाई पनि अब यसरी हिँड्नलाई पनि पानी परिरहेको छ होइन गाह्रो पनि हुन्छ अब काम पायो भने आश गरेर पनि स्टेबल चाहिँ हुँदैन किनभने त्यो कामले जतिखेर नि धोका दिन सक्छ होइन विदेशमा त्यही भएर हामी अर्को कामहरू नि खोज्दै थियौँ अनि मैले चाहिँ रिफरेन्सकै थ्रुबाट काम पाएँ अहिलेसम्म होइन 2 चोटि पाएँ बट नेक्स्ट अर्को काममा चाहिँ मैले राम्रोसँग आफ्नो टाइम दिएँ आफ्नो मेहनत गरेँ अलिअलि दुःख गरेँ अनि अहिले चाहिँ स्टेबल छु म त्यही काममा 1.5 वर्ष भयो अहिले मैले त्यही एउटै ठाउँमा काम गरेको सो उनीहरूलाई नि हाम्रो काम चित्त बुझिरहेछ मैले मेरो 3-4 जना साथीहरूलाई पनि रिफर गरेँ अनि वी आर डुइङ वर्क एट अ सेम प्लेस अनि त्यही हो अहिले चाहिँ ठिकै छ स्टेबल छ त्यस्तो राम्रो त छैन बट स्टिल अब आफ्नो खर्च पुर्याउन आफ्नो कलेज फीहरू तिर्नलाई पुगिरहेको छ अब स्टुडेन्ट लाइफमा यो भन्दा धेरै एक्सपेक्ट पनि गर्न सकिन्न होइन अब कसैले कमाउला उनीहरूको पे हाई होला उनीहरू स्किलफुल होला स्किल छ भने अब त्यही अनुसारले पे पनि गर्छन् यहाँ होइन बट स्टिल अब सकिन्छ नसकिने चाहिँ होइन अनि मलाई चाहिँ नेपालबाट यहाँ आएपछि चाहिँ सबभन्दा पहिला कुरा मलाई मिस भएको भने खानेकुरा अनि दोस्रो कुरा भनेको चाहिँ मेरो बाइक किनभने अब नेपालमा 2 व्हिलरको एकदम कल्चर धेरै छ अनि सस्तो पनि हुन्छ अफोर्डेबल पनि होइन अनि अब जियोग्राफिकल्ली पनि अब 2 व्हिलरै बेस्ट हुन्छ नि त नेपालमा त अनि केटाहरूमा सोख पनि हुन्छ यहाँ चाहिँ हुँदैन अब 4 व्हिलर किन्नलाई पनि गाह्रो स्टुडेन्टहरूलाई पैसा हुँदैन त्यही हो अनि अरू मिस हुने भने आफ्नो पेरेन्ट्स साथीहरू होइन त्यो टाइम ओके अब फाइनल्ली म लास्टमा के भन्न चाहन्छु भन्दा फेरि नेपालीहरू क्यानाडा आउँदै हुनुहुन्छ भन्दाखेरि उहाँहरू चाहिँ अलिकति फीहरू चाहिँ बुझेर आउनु अलिकति महँगो फीहरूमा नजानु होला किनभने युनिभर्सिटीको फी यहाँ आएपछि तिर्न एकदमै गाह्रो हुन्छ काम गरेर बचाउन पैसा बचाउनै गाह्रो हुन्छ सो फीहरू पनि 1 वर्षको तिरेर आउँदा धेरै बेटर हुन्छ अनि रिसर्चहरू आफ्नो लागि के राम्रो हुन्छ के नराम्रो हुन्छ कुन ठाउँमा जाँदा राम्रो हुन्छ त्यो पनि राम्रोसँग रिसर्च गरेर आउनु होला फेरि धेरै भित्र अब क्युबेकहरू भन्ने ठाउँमा जानुभयो भने चाहिँ त्यहाँ इङ्ग्लिस पनि चल्न गाह्रो छ फ्रेन्च बोल्नु पर्ने हुन्छ उहाँको मान्छेहरूले इङ्ग्लिस पनि मन पराउनु हुन्न सो यस्तो कुराहरू चाहिँ थाहा पाइराख्दा राम्रो इफ क्यानाडा मुभ हुनुहुँदैछ भने अनि अन्तिममा म सबैलाई बाई बाई भन्न चाहन्छु सो हेलो एभ्रिवान मेरो नाम चाहिँ सागर हो र म क्यानाडा आएको पनि 3 वर्ष भइसक्यो र हालसालै म अहिले क्यानाडाको भ्यान्कुभरमा बस्दैछु मैले क्यानाडा किन चुज गरेको भन्दाखेरि चाहिँ किनकि क्यानाडाभन्दा अगाडि मैले धेरै कन्ट्रीको लागि प्रोसेस गरेको थिएँ बट एन्ड वान अफ देम वाज अस्ट्रेलिया बट अस्ट्रेलियाको भिजा रिजेक्ट भएपछि आई थट अफ लाइक गोइङ फर क्यानाडा किनकि त्यति बेला क्यानाडाको भिजाहरू पनि एकदमै आइरहेको थियो अनि बिकज आई नेभर एक्सपेक्टेड द्याट आई वुड कम टु क्यानाडा किनकि पहिला सुरुमा जब हाम्रो म 10, 8, 9मा पढ्दाखेरि हाम्रो दाइ दिदीहरूले भनेको कुरा सुने अनुसार लाइक क्यानाडाको भिजा प्रोसेस नै लाइक 1 वर्ष हुन्थ्यो बट आई एम भेरी लकी एन्ड फर्चुनेट द्याट आई एम हियर राइट नाउ अनि त्यसपछि मेरो क्यानाडाको फर्स्ट इम्प्रेसन जब म क्यानाडामा ल्यान्ड भएँ इट वाज भेरी गुड बिकज आई नेभर ह्याड होम सिकनेस मेरो साथीहरू थियो मसँग अनि हामी काम पनि बिस्तारै पाउँदै गयो लाइक
we look for the job in the beginning, होइन 2 महिना जस्तो हामी घरमै थियो, but after 2 months we decided to go out and look for the job, and luckily I got my first job on the very first day when I went for looking the job. त्यही हो मेरो experience क्यानाडाको अहिलेसम्म. So talking about like what I miss about Nepal is मलाई एकदमै अहिले अब नेपाल जान मन लागिरहेछ किनकि आएको 3 वर्ष भइसक्यो, and the very first thing I miss is my family, होइन obviously सबैजनालाई आफ्नो फ्यामिली नै मिस हुन्छ. यसो यत्रो घरदेखि टाढा बाहिर आएको छ पढ्नलाई काम गर्नलाई भनेर. So I would love to visit my country Nepal and meet with my family, friends. मेरो धेरै जस्तो साथीहरू पनि नेपालमा छन् अझै नै. So I want to go and explore Nepal किनकि म क्यानाडा आएर धेरै ठाउँ घुमिसकेँ, त्यही पनि म आफ्नै देश नेपाल घुमेको छैन. So I feel sad about that. So whenever I get a chance to go back to Nepal, I will surely go to visit different places of my country Nepal. अनि अब म लास्टमा यही भन्न चाहन्छु कि अपकमिङ आउने स्टुडेन्टहरू जो क्यानाडा आउन चाहनुहुन्छ, क्यानाडा इज भेरी वेलकमिङ कन्ट्री. तर अहिले हल्का अब भिजा इस्युहरूले गरेर किनकि देयर आर लट अफ immigrants right now, immigrant students who came here for studies, and Canada is also planning to remove a lot of students from here. So yeah, like struggles to sabi ठाउँमा हुन्छ. It all depends upon you, होइन आफूले स्ट्रगल गर्ने हो. कामहरू पनि खोज्यो भने पाइन्छ. Like I have seen a lot of my friends who work very hard and they earn very good, होइन कामहरू पनि पाइन्छ. You just have to be patient, होइन you need to have patience and work hard. It all depends upon yourself किनकि जहाँसुकै गए पनि जुनसुकै ठाउँमा गए पनि this like if you travel all around the world, होइन it all depends upon you until and unless you work hard. That's all. म यही भन्दै आजको मेरो एक्सपिरियन्स सुनाउन चाहन्छु. धन्यवाद. Hi everyone, मेरो नाम चाहिँ दीप लिम्बू हो र म क्यानाडा अगस्त 2023 मा आएको थिएँ र my first impression when I came to Canada, Vancouver was really good. मलाई यहाँको वेदर एकदमै राम्रो लाग्यो र why I choose Vancouver चाहिँ किन भन्दाखेरि it's one of the busiest city in Canada र यहाँनेरि धेरै कुराहरू छ सिक्नको लागि. A lot of opportunity, धेरै कामहरू छ सिक्नको लागि सिकाउनको लागि. And as per my study, I'm doing my bachelor's in hospitality management. र मेरो पढाइको कुरा गर्ने भन्दाखेरि यहाँको पढाइ सिस्टम एकदमै राम्रो छ. यहाँनेरि थ्योरीदेखि लिएर प्र्याक्टिकलदेखि लिएर सबै कुरा ब्यालेन्स भएर सिकाउन खोज्छ. र लेट्स टक अबाउट माई वर्क एक्सपिरियन्स चाहिँ कस्तो छ भन्दाखेरि सुरुमा चाहिँ इट्स प्रिटी हार्ड. कामहरू खोज्नको लागि अलिकति गाह्रै थियो, तर when I met a lot of people, I met a lot of contacts. त्यहाँदेखि कामहरू राम्रै हुन थाल्यो र अहिले राम्रै भइरहेको छ. And the advice that I want to give to all the youngsters that are planning to come to Canada, main कुरो चाहिँ आफ्नो मेन्टालिटी स्ट्रङ बनाएर आऊ. यहाँनेरि केही पनि कुरा इम्पोसिबल छैन. यु क्यान डु एभ्रिथिङ. र अरू कुरा के हो भन्दाखेरि यहाँ आए पछाडि जस आफ्नो नेपाली ग्रुप र नेपाली मान्छेहरूलाई चिन्ने गर, लाइक दाजुभाइहरूसँग बोल्ने गर राम्रोसँग. देयर इज अ लट अफ नेपाली कम्युनिटी यहाँनेरि. उनीहरूसँग लिङ्क हुन सक्यो भने यु आर गन बी गुड. सो डराउने कुरा केही पनि छैन. र म चाहिँ किन भ्यान्कुभर चुज गर भन्छु भन्दाखेरि बिसी किन चुज गर भन्छु भन्दाखेरि लाइक मेन चाहिँ यहाँको वेदरको कारणले गर्दाखेरि हो. बिसाइड भ्यान्कुभर क्यानाडाभरि हिउँ नै हुन्छ. सो दिस इज ओन्ली द प्लेस लाइक हामी जस्तो नेपालीलाई सुट गर्ने, किनकि यहाँ धेरै स्नो पनि हुँदैन, सन्नी छ, धेरै राम्रो छ. सो द्याट्स अल माई एडभाइस. थ्याङ्क यू. भिडियो कन्टिन्यू गर्नुभन्दा अगाडि चाहिँ म आजको मेरो भिडियोलाई सपोर्ट गर्नुहुने हाट बजारलाई धेरै धन्यवाद दिन चाहन्छु. सो जसरी हामी विदेशमा छौँ, हामी जो क्यानाडामा छौँ होइन, हामी वी रियली मिस आवर होम. अनि तपाईँहरूलाई जस नेपालको जुन हामीलाई फ्यामिली मिस हुन्छ, हामीलाई खानेकुरा मिस हुन्छ होइन, धेरै कुरा नेपालको मिस हुन्छ, तर त्यसमध्ये हामीलाई मिस हुने एउटा खानेकुरा पनि हो. सो तपाईँहरूको खानेकुरा फुलफिल गर्नलाई चाहिँ आउनुभएको छ वान एन्ड ओन्ली हाट बजार. अनि हाट बजारले चाहिँ तपाईँहरूको सबै ग्रोसरिजहरू हुन्छ नि, नेपाली मात्र होइन, नेपाली क्याटेगोरीवाला ग्रोसरिज मात्र होइन, तर
सबै ग्रोसरीहरू चाहिँ उहाँहरूसँग छ। सो म तपाईँहरूलाई चाहिँ स्टेप बाई स्टेप हाट बजारको चाहिँ लगइन कसरी गर्ने हो र के हो कसो हो भने चाहिँ म अलिकति सानो डिटेलमा भन्न जाँदैछु। सो मसँग मेरो फोन छ, अर्को फोन, अनि सो म यो फोनमा चाहिँ म स्क्रिन सेयर गर्दैछु र तपाईँहरूले र यो म साइडमा राख्नेछु जसमा चाहिँ तपाईँहरूलाई पनि सजिलो हुन्छ हाट बजार के हो भनेर बुझ्नलाई। सो यसको लिङ्कमा हामी वेब ब्राउजरमा अथवा क्रोममा गएर हामी हाट बजार सर्च गरौँ। सर्च गरेपछि चाहिँ हाम्रो यो आउटलेट आउँछ। सो यो आउटलेटमा चाहिँ क्यानाडाको कतिवटा ठाउँमा छ भनेर चाहिँ लोकेसन लेखेको छ। भ्यान्कुभर, सरी, क्यालगरी, रेजिना र ह्यालिफेक्समा छ र यो चाहिँ इट्स रियली अ वर्थ इट स्टोर होइन, अनलाइन स्टोर हो। अनि तपाईँको चाहिँ डेलिभरी चाहिँ 2-3 दिनभित्रै हुन्छ। सो अझै स्क्रोल गर्दै जाँदाखेरि चाहिँ हामी क्याटेगोरी के डिफ्रेन्ट क्याटेगोरी छ होइन, डिफ्रेन्ट क्याटेगोरी हामी एक्सप्लोर गर्दै जान्छौँ। सो मेन कुरा चाहिँ के हो भन्दाखेरि यसको चाहिँ एप स्टोर र प्ले स्टोरमा पनि छ लगइन। सो म अब एप स्टोर र प्ले स्टोरमा चाहिँ कसरी हामी डाउनलोड गरेर लगइन गर्न सक्छौँ भन्ने कुरामा चाहिँ म अलिकति तपाईँहरूलाई देखाउन जाँदैछु। सो फर्स्ट अफ अल हामी जान्छौँ अनि हाम्रो फुल नेम पहिला लेख्छौँ। हजुरहरूको फुल नेम के हो राख्नुहोस्, अनि तपाईँको इमेल एड्रेस। सो रेफरल कोडमा चाहिँ म मेरो रेफरल कोड हालिदिन्छु यहाँ, अथवा कतै हुन्छ स्क्रिनमा रेफरल कोड हालिदिन्छु। त्यो कोड तपाईँहरूले यहाँ हालेर तपाईँहरू जाँदाखेरि चाहिँ जो रेफरल कोडद्वारा पनि हाम्रो जो एउटा राम्रो हुन्छ बिजनेस। अनि त्यसपछि तपाईँहरू त्यो गरेपछि चाहिँ अनि सिधै रेफरल कोड हालेपछि सेन्ड भेरिफिकेसन गर्नुहोस्। अनि सेन्ड भेरिफिकेसन गरेपछि चाहिँ इमेल एड्रेसमा हाम्रो भेरिफिकेसन नम्बर आउँछ र त्यो भेरिफिकेसन नम्बर आइसकेपछि चाहिँ हामी लगइन गर्न सक्छौँ। सो अब मैले यति गरेपछि लगइन भयो। लगइन भएपछि हाम्रो खोलेपछिको जुन आउटलेट छ, फर्स्ट आउटलेट यस्तो हुन्छ। सो त हामी जति स्क्रोल डाउन गर्दै जान्छौँ हाम्रो प्रोडक्ट्सहरू यतै हेर्न सक्छौँ होइन। त्यसपछि के प्रोडक्ट्सहरू चाहिन्छ तपाईँलाई जो आड टु कार्ट गरेर तपाईँहरू सामानहरू लिन सक्नुहुन्छ। क्याटेगोरिजहरू देख्न सक्नुभयो, अचार, दालमोट, प्राउन्सहरू, धेरै नेपाली सामानहरू चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। सो यु विल तपाईँहरूले यदि मिस पनि गर्नुहुन्थ्यो नेपाललाई भने चाहिँ यु वन्ट मिस नेपाल एगेन, किनकि यो स्टोरले चाहिँ तपाईँहरूको फुलफिलमेन्ट चाहिँ सकेसम्म छिटो नै गर्छ अनि विथ अ गुड प्याकेज होइन, सबैजनालाई हुने गरी, नट जस्ट स्टुडेन्ट्सहरू, नट जस्ट सबैजनालाई, नट जस्ट स्टुडेन्ट्स, नट जस्ट फ्यामिली, तर सबैजनालाई हुने गरी चाहिँ उहाँहरूले प्याकेजहरू लिँदै हुनुहुन्छ नयाँ नयाँ अपडेट, नयाँ नयाँ प्रोमोमा। सो होप यु गाइज विल लभ इट। अनि सो चेक दिस आउट, म तपाईँलाई लिङ्क तल डिस्क्रिप्सनमा राख्छु। सो फेरि पनि भन्न चाहन्छु, वान ट्राई नेपाली इन्ग्रिडियन्ट्स, एनी नेपाली इन्ग्रिडियन्ट्स, हाट बजार इज अलवेज देयर। सो तपाईँहरू जानुहोस्, विच एभर पार्ट अफ क्यानाडा तपाईँहरू हुनुहुन्छ। सो जस्ट गो देयर, डाउनलोड द एप, डाउनलोड वेबसाइटमा हेर्नुहोस् अनि सो अर्डर गर्नुहोस्। र अर्डर गरिसकेपछि चाहिँ मेरो प्रोमो कोड छ, प्रोमो कोड पनि म हालिदिन्छु, डिस्क्रिप्सनमा पनि हुन्छ। त्यो हालेर तपाईँले गर्दा चाहिँ सर्टेन अमाउन्ट 10% अमाउन्टमा चाहिँ तपाईँहरूले जे होस् पाउनुहुन्छ अफ। सो ट्राई दिस and thank you. Hello everyone, it's me Ram. I am from Nepal. The reason I chose Vancouver was basically, the first reason is choosing Canada, and the reason I chose Canada was Canada is one of the few countries where English is the first language spoken, and I always wanted to go to the country where English is first language. So that's the reason I chose Canada. And the reason I chose Vancouver is, like everybody else, Vancouver has one of the most beautiful weather, and also it is one of the most developed areas in Canada. And the first impression of Vancouver is, when I first came in, it was the month of winter, so it was cold. And other than that, it is one of the most beautiful and scenic places in Canada. Ever since I came to Canada, the experience, if I have to sum up in one word, it has to be growth. Before I came to Canada and after I came to Canada, the person in me has changed completely. And it is one of the biggest reasons that I came to Canada, is for my personal growth. I wanted to grow and I wanted to live an independent life. So that's the reason I came to Canada. And talking about the experience of me being here in Canada, when I was a student, I had to do minimal jobs, and I had to get out of my comfort zone to, even survive at this place. But slowly but surely, I did get used to the Canadian system, the weather and all, and it made me easy. And now I am sort of,
happy to be here in Canada. So this would be my experience of living here in Canada. And talking about the challenge, the biggest challenge has to be finding a job. It was quite challenging for me to find a job. For someone like me who is introvert, it was very hard for me to, you know, go around with people and ask them for a job, but then I had to do it. I had no any circles whom I could, you know, ask for a job or something like that. So finding a job was the most challenging thing for me. But then I knew that I had to do it on my own and nobody was gonna do it for me. So, you know, I dragged myself out of my comfort zone and I, you know, went around places, you know, giving people resumes to find a job. And that's how I overcame this challenge of finding a job. And talking about the things that I miss the most about Nepal is first of all the family, and other than that, I miss my friends and my other social circle and my social life. Especially here in Canada, I don't have much of a social life, so I kind of miss my social life back home. And I also kind of miss the slow paced life that I had back in Nepal, because life here is very fast. So that's the thing I miss the most about Nepal. And if I had to give any suggestions to anyone coming here in Vancouver or even Canada, the first and foremost would be to do a proper research. If you are coming as a student, I would like to ask you to do proper research on your course, on your institution, because I have seen many people coming here, completing their course, but not getting PGWP because their institution was not approved for PGWP. These are the silly mistakes you don't want to be doing. And other than that, I'd like to, you know, do research on the career prospect you'd be getting after the completion of your course. And other than the job and the career related things, I would like to suggest you to have a strong mind when you come here in Canada, so that you could deal with the circumstances that you'd be facing in Canada in a proper way. Other than that, I would also ask you to lower your expectations, so that it would be easy for you to tackle the things that you'd be facing here in Canada. Thank you so much. हेलो गाइज, मेरो नाम चाहिँ नारायण मगर होइन। म चाहिँ यहाँ भ्यान्कुभर क्यानाडा सिटीमा लोकेटेड छु। म चाहिँ मेरो यहाँ ब्याचलर्स डिग्री पर्स्यु गर्नलाई भनेर नेपालबाट अलमोस्ट 3 वर्ष अगाडि लगभग 2023 अगस्तमा ल्यान्ड भएको भनौँ, सेप्टेम्बर इन्टेकको लागि आएको हो। अनि खास क्यानाडा भ्यान्कुभरको कुरा गर्नुभन्दा अगाडि खास नेपालको कुरा गरिदिउँ होइन, छोटो मिठो। खास मैले क्यानाडा नै गर्छु, क्यानाडा नै आउँछु अथवा फरेन नै गर्छु भनेर पहिला मेरो त्यस्तो प्लान चाहिँ केही थिएन होइन। म चाहिँ नेपालमै बस्छु, नेपालमै केही गर्छु, आई विल डु समथिङ इन माई वान कन्ट्री होइन, जे गरौँ देशको लागि गरौँ भनेर केही वर्ष मतलब 19 मा +2 क्लियर गरिसकेपछि 3 देखि 4 वर्ष अलमोस्ट मेरो आफ्नै अकाउन्टिङ फिल्डमा म मेरो ब्याचलर्स भनौँ पर्स्यु गरेर आएको थिएँ नेपालमै। अनि पर्स्यु गर्दा गर्दै अलमोस्ट 3rd इयर पुगिसकेर मैले छोडिदिएँ भनौँ न होइन, आई क्विट, अलमोस्ट क्विटै भनिदिउँ होइन। अनि त्यहाँबाट ल्याएर म बाहिर आउने भनेर प्लान गरेँ। सुरुमा मैले क्यानाडा भन्दा नि अगाडि अस्ट्रेलिया पर्स्यु गर्ने भनेर सोचिरहेको थिएँ। अस्ट्रेलिया मैले गरेँ पनि होइन, तर मेरो त्यही अब 2020 लटको त्यही लटमा पऱ्यो भनौँ, जुन कोरोनाको लटमा पछि आएर टाइट भइदियो होइन। म ठ्याक्कै त्यो लटमा पऱ्यो, मेरो भिजा रिजेक्ट भयो। अनि पछि आफ्टर द्याट म क्यानाडा गर्ने भनेर मैले प्लान बनाएँ। कन्सल्टेन्सीहरू पनि धेरै लाएँ होइन, धेरै स्ट्रगल धेरै भयो त्यति बेला। पछि आएर ल गरौँ न त, भ्यान्कुभरै गरौँ अथवा कुनै देश त जानै थियो होइन, कुनै देश आउनै थियो। अनि क्यानाडा नै ल ठिक छ, त्यति बेला क्यानाडाको अवस्था ठिकै थियो, सिचुएसन अलमोस्ट एज कम्पेयर टु अदर कन्ट्रिज गुडै थियो होइन, भिजाहरू नै झरिरहेको थियो, आइरहेको थियो। अनि मैले सुरुमा धेरै युनिभर्सिटीहरू कलेजेसहरू अप्लाई गरेँ। अब मेरो आफ्नै पर्सनल इस्युहरू थियो, अब फाइनेन्सियल सिचुएसन हेरिकन मैले मेरो कलेज छाने भ्यान्कुभरमा होइन, WCC वेस्टर्न कम्युनिटी कलेज। अरू कलेजहरू पनि थियो अप्सनहरू, तर यस्तो अफोर्डेबल भएको कारणले गर्दा मैले छाने।
पछि भिजा नि आइदियो होइन अनि म आएँ म फाइनली क्यानाडा ल्यान्ड भएपछि मैले मेरो भ्यान्कुभरको जर्नी भ्यान्कुभरको मेरो आफ्नो पर्सनल एक्सपिरियन्सको कुरा गर्नु पर्दा होइन मेरो लागि चाहिँ इट्स अ डिफ्रेन्ट वर्ल्ड होइन सुरुमा आउँदाखेरि म ल्यान्ड हुँदाखेरि तिम्रो यहाँ ठ्याक्क सिजन पनि कस्तो पिक रेनी सिजन भनौँ न पोखराको टाइपको एकदम रेनी सिजन थियो आई लभ इट होइन मलाई फेरि पर्सनली पनि रेनी सिजन एकदमै मनपर्ने भएको कारणले गर्दा मलाई चाहिँ फर्स्ट इम्प्रेसनै मेरो एकदम राम्रो भएको भ्यान्कुभरको होइन अनि त्यहाँबाट ल्याएर मैले मेरो सब कामदेखि लिएर यताउता सुरुमा आएको अलमोस्ट मेरो 1 महिना भनौँ 1 महिनाभित्रमा मैले काम चाहिँ पाइसकेको थिएँ भनौँ त्यस्तो सुरुमा कामको लागि दुःख गर्नु परेन अनि यो 3 वर्षको बिचसम्म अलमोस्ट 3 वर्ष पुग्न लाग्यो इट्स बिन अलमोस्ट 2.5 लगभग 3 रनिङ भइरह होइन अनि यो बिचमा कामहरू धेरै नै स्वाइप गरेँ कामहरू नि धेरै नै गरेँ अनि मलाई खास भ्यान्कुभरको मनपर्ने कुरा चाहिँ अब यहाँको मौसम पनि दामी छ होइन अरू सिटी हेरिकन जस्तै क्यालगरी अल्बर्टा टोरन्टो अब रिसेन्ट मोमेन्टमा अहिले नै हेर्ने हो भने पनि हाम्रो विन्टर सिजनमा भ्यान्कुभरमा अलमोस्ट वी डोन्ट सी एनी स्नोज राइट नाउ होइन उता टोरन्टो क्यालगरी अल्बर्टाको कुरा गर्ने हो भने दे आर फेसिङ ह्युज क्राइसिस भनौँ क्राइसिसै भन्दै मैले सिचुएसनमा अलमोस्ट माइनस एभ्री टाइम एभ्री डे उता होइन तर भ्यान्कुभरमा चाहिँ त्यस्तो छैन आई लभ सिजन यताउता सबै आएको मल्टिकल्चर डाइभर्सिटी मान्छेहरूदेखि लिएर सबै मलाई एकदमै रुचिको भनौँ मन पऱ्यो आई लभ इट अनि मेरो पढाइको कुरा गर्नुपर्दा चाहिँ अब म अलमोस्ट मेरो 4th इयर ब्याचलर डिग्री हो होइन 4th इयर ब्याचलर डिग्रीको मेरो 2.5 years चलिरहेको छ भनौँ अझै अलमोस्ट 1.5 देखि 2 years बाँकी छ अनि पढाइ नि ठिकै चलिरहेको छ राम्रै भइरहेको छ मैले पर्सु गरिरहेको चाहिँ अहिले ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट हो पढाइ नि राम्रै भइरहेको छ फ्रेन्ड सर्कल कामदेखि लिएर उता लाइफहरू एकदमै ब्यालेन्सै भइरहेको छ तर कस्तो भन्दाखेरि अब जुन आउने बित्तिकै म चाहिँ न्यु कमरहरूको लागि नि थोरै पोइन्ट दिइहालेँ यहाँ होइन सुरुमा आउने बित्तिकै काम पाइहाल्छ भन्ने छैन म इन स्पेसिफिक भ्यान्कुभरको लागि कुरा गरेँ मैले होइन उता मलाई टोरन्टोतिर सिचुएसनहरू अलिक वर्स नै छ भन्ने मैले सुनेको थिएँ होइन भ्यान्कुभरमा चाहिँ कामको लागि यस्तो डाइ हार्ड एकदम मर्नै पर्ने भन्ने छैन फोर्स इयर आफूले पनि अलिकति दुःख त गर्नुपर्ने हुन्छ होइन अलिकति कनेक्सन बिल्डअप गर्नै पर्ने हुन्छ तर राम्रो कनेक्सन छ राम्रो कनेक्सन बिल्डअप गर्यो अलिकति आफूले पनि जब सर्चहरू सिभीहरू बोकेर हिँड्यो भने काम चाहिँ नपाइने भन्ने छैन होइन काम चाहिँ पाउँछ नेपालको कुरा गर्नुपर्दा चाहिँ होइन वाट डु आई मिस अबाउट नेपाल भन्दा चाहिँ फर्स्ट एन्ड फरमोस्ट कुरा फ्यामिली फोर्स इयर होइन एभ्रिवान सबैले विदेश आइसकेपछि मिस गर्ने पहिलो कुरा फ्यामिली नै हो होइन अनि सेकेन्ड कुरा फुड यताउता त छँदैछ होइन तर नेपालको एकदम मिस गर्ने कुरा भनेको चाहिँ मेरो लागि चाहिँ फ्यामिली नै हो फर्स्टमा अनि करियर वाइज कुरा गर्ने हो भने चाहिँ त्यस्तो खासै केही मिस गर्नुपर्ने कुरा छ जस्तो मलाई लाग्दैन म अहिले विदेश क्यानाडा भएको कारणले जुन स्ट्रगल मैले मेरो पोस्ट +2 भनौँ अथवा +2 19मा भएर 3-4 वर्ष जुन हिसाबले दुःख गरेँ होइन त्यो हिसाबले मैले फल पाइनँ एक हिसाबले म आफूलाई त्यस्तो लागेको कुरामा द्याट्स माई पर्सनल थिङ होइन आफ्नो आफ्नो हुन्छ आफ्नो आफूले कति कन्ट्रिब्युट गरे हुन्छ कतिको रिजल्ट एक्सपेक्ट गरेको हुन्छ कति आउटकम आफूले सोचे हुन्छ भन्ने कुरा हो होइन अपर्च्युनिटी वाइज नेपालभन्दा विदेश फार बेटर होइन एकदमै बेटर एकदम फार बेटर म सुरुमा आउँदा र अहिले यो फेजमा आइपुग्दाखेरिसम्म मेरो अलमोस्ट 2.5 वर्ष स्पेन्ड गरेँ क्यानाडामा भनौँ यो 2.5 वर्षमा मैले जति कुरा सिकेँ क्यानाडामा होइन आई डोन्ट थिङ्क त्यो कुरा मैले नेपालमा 5 वर्षको ग्यापमा 7 वर्षको लाइफ स्पेनमा पनि मैले सिक्न गाह्रै पर्थ्यो होला होइन मलाई क्यानाडा एकदमै लकी पनि भनौँ मलाई एकदम क्यानाडा फापेको पनि छ होइन अब मैले पर्सनल कुरा एड गर्नुपर्दा मैले इन बिट्विन म नेपालबाट आएर 9 महिनामा नेपाल पनि फर्किए हो होइन मेरो पर्सनल कामहरू थियो 9 महिनामा म आएँ फर्किएँ सबै कुरा ठिकै थियो तर बिचमा अलिकति म त्यो जाँदाखेरि अलिकति आफ्नो स्ट्रगल त भइ नै हाल्छ प्लस
अलिकति फाइनेन्सियल स्ट्रेसहरू थियो, फाइनेन्सियल इस्युहरूको कारणले गर्दाखेरि बिचमा म अलिकति मेन्टली डिस्ट्र्याक्ट पनि फोर्थ इयर भएको थिएँ होइन। मलाई के भन्छ त्यसलाई इन्सोमेनिया टाइपको अब राति सुत्न गाह्रो हुने अथवा निद्रा नलाग्ने। म खाटमा 10 बजे 11 बजे सुत्न ढल्किँदा पनि 3-4 घन्टा मलाई निदाउन लाग्ने। म 4 बजे 5 बजेसम्म त्यत्तिकै बस्दिन्थेँ होइन। म सुत्छु भनेर आँखा चिम्मा गर्दा नि गाह्रो हुन्थ्यो। त्यो चाहिँ अब कस्तो भन्दाखेरि यो कुरा चाहिँ विदेश आइसकेपछि अब खोलेको बेटर हुन्छ होला जस्तो लाग्यो र मलाई मैले भने हो होइन। अब म्याक्सिमम् स्टुडेन्ट विदेश आइसकेपछि स्पेसल स्टुडेन्ट भिसामा आएको मान्छेहरूलाई चाहिँ अब दुइटै कुरा ब्यालेन्स गर्नुपर्ने हुन्छ, पढाइ प्लस स्टडी। त्यो माथि अनि सबैभन्दा टेन्सन दिने कुरा भनेको ट्युसन फिस। एभ्री अब युनिभर्सिटी वाइज कलेज वाइज टाइम फरक हुन्छ होइन तिर्ने, तर नर्मल्ली चाहिँ 3 महिना 4 महिनामा तिर्नै पर्ने हुन्छ। 3 महिना 4 महिनामा तपाईँको एभरेज 4-5 हजार कहाँबाट कलेक्ट गर्ने? इट्स नट अ जोक होइन, साँच्चै नै गाह्रो नै हुन्छ। अब नेपालबाट फाइनेन्सियल ब्याकअप छ, नेपालमा कोही छ अथवा आफ्नै कोही चिनेको हुनुहुन्छ, बा मम्मी काका माइजू काकी मामा माइजू यताउताले हेल्प गर्नुहुन्छ भने त्यो चाहिँ एकदम प्लस पोइन्ट भयो या आफूलाई अलिक स्ट्रेस कम हुन्छ भन्ने हो। मात्र आफैले आएर बाई सेल्फ आफैले गर्छु, आफैले ट्युसन फी कलेक्ट गर्छु भन्दा चाहिँ इम्पोसिबल भन्ने कुरा चाहिँ होइन, सकिन्न भन्ने कुरा होइन। अलट अफ पिपल, अलट अफ माई फ्रेन्ड आर हियर हु आर डुइङ बाई देम सेल्फ होइन, आफैले पनि गरिरहेको हो, तर गाह्रो चाहिँ हुन्छ। अनि मेरो अब यहाँ अपकमिङ स्टुडेन्ट भनौँ क्यानाडाको लागि जो विद्यार्थीहरू जो स्टुडेन्टहरू अब आफ्नो ब्याचलर्स डिप्लोमा अथवा मास्टर्स करियरको लागि पर्स्यु गर्छु भन्ने कतिको चाहना हुन्छ होइन। अब नेपालमै हुँदाखेरि चाहिँ 2-3टा कुराहरू क्लियर हुनुपर्छ जस्तो लाग्छ है मलाई। देयर आर समथिङ यु सुड नोटिस होइन, अथवा यु सुड केही कुरा ट्रिगर पोइन्टहरू छ होइन क्यानाडा आइसकेर अथवा अरू कन्ट्रीसँग कम्पेयर गर्दा नि। अब इफ मनिटरी पोइन्ट अफ भ्यू अथवा पैसा धेरै कमाउँछु, पैसा धेरै एकदम छोटो टाइममा पैसा धेरै कमाउँछु भन्ने सोचले आउनुहुन्छ भने चाहिँ क्यानाडामा अलिक हम्मे नै पर्छ एज यु अल नो होइन। किनकि क्यानाडाभन्दा म्याक्सिमम् अझ नेपालीहरूको केसमा कुरा गर्दा त अस्ट्रेलिया लट बेटर होइन पैसाको कुराले। पे रेट राम्रो, काम राम्रो अनि प्लस अरू अपर्च्युनिटीहरू पनि छ होइन पैसा कमाउने हो भने चाहिँ। तर क्यानाडामा चाहिँ अब सर्ट टर्ममा छोटो टाइममा पैसा कमाउनु चाहिँ अलिक गाह्रै पर्छ, लङ टर्ममा त फोर्सियर कमाइहालिन्छ होइन। त्यो एउटा ड्रब्याक भयो क्यानाडाको, जुन कुरा चाहिँ दिमागमा राख्नुपर्ने है, राख्नुपर्छ जुन अपकमिङ स्टुडेन्टहरूले जो इच्छा गर्नुहुन्छ पढ्नलाई। ड्रब्याक एउटा दिइहालेँ मैले, एउटा भनिहालेँ। तर प्लस पोइन्ट पनि के छ भन्दाखेरि तपाईँले पैसा भन्ने बित्तिकै नकमाइएला होइन, अन टाइम नहोला। तर अपर्च्युनिटीको कुरा गर्ने हो भने अपर्च्युनिटी चाहिँ आई थिङ्क इट्स रियली गुड होइन। धेरै छ, धेरै अपर्च्युनिटी गर्नु चाहनेहरूले धेरै नै गरि नै राख। मेरो आँखा अगाडि कति मेरो साथीहरूले नि कति राम्रो राम्रो फिल्डमा काम गरिरहेको हो होइन। आफूले चाहेको कुरा अथवा आफूले आफ्नो ड्रिम जबमा उनीहरू छन् अहिले होइन। क्यानाडा ड्रिम जब अनि प्लस क्यानाडामा लङ टर्मको हिसाबले चाहिँ सोचेर आएको बेटर हुन्छ नेपालबाट। इन्स्ट्यान्ट पैसा कमाउँछु भन्दा नि अब पिआरको लागि अलिक रिसेन्ट केसमा गाह्रो भए पनि एज नर्मल युजुअली एभरेज रेटमा वर्ल्ड वाइड एभरेज रेटमा हेर्ने हो भने चाहिँ क्यानाडाको पिआर सिस्टम एकदम सजिलो छ होइन। यहाँ पछि फ्युचरको लागि पिआरको लागि एकदम सजिलो छ। फोर्थ इयरमा पिआर भइसकेपछि त अब पैसा कमाइएला नकमाइएला त्यो ठाउँमा छ होइन। पिआर पनि होला नहोला आफ्नो आफ्नो लकको कुरा हो। तर पैसा कमाइहाल्छु म आउने बित्तिकै म नेपाल पठाइहाल्छु, ऋण तिरिहाल्छु है, म यताउता घरसग्गा जग्गा जमिन जोडिहाल्छु भन्ने केसले चाहिँ नआउँदा हुन्छ। तर आफ्नो करियर वाइज ग्रोथ गर्न मन छ, आफूलाई चाहेको कुरा जुन कति त अब नेपालमा पोटेन्सियल भएकोहरूले पनि पाइरहेको हुन्छ नि त। अपर्च्युनिटीहरू पोटेन्सियल हुन्छ, अब दुःख नै गरिरहेको हुन्छ तर अब ठाउँ हुँदैन क्या। ठ्याक्क आफूले दुःख गरेको फल पाउने ठाउँ हुँदैन, त्यो सिस्टम पनि छैन नेपालमा अनेस्टली भन्नुपर्दा होइन। त्यस्तो खालको सबैले पाउँदो पनि पाउँदैन, एकदम मिनिममले पाउने हो त्यस्तो अपर्च्युनिटीहरू होइन। अनि क्यानाडामा चाहिँ छ एकदम तपाईँको क्यानाडामा चाहिँ इफ यु वान्ट टु डु देयर इज अ लट अफ थिङ्स होइन इन क्यानाडा। अपर्च्युनिटी वाइज धेरै छ
अब आफ्नो आफ्नो कुरा हो होइन, तर आउँदा चाहिँ इन मेन पोइन्ट चाहिँ के राखेर आउनु पर्यो भन्दाखेरि त्यो योमा आउने बित्तिकै पैसा कमाउन्न, या मलाई लङ टर्ममा अपर्च्युनिटीहरू धेरै छ, पैसा भन्ने कुरा अपर्च्युनिटी हातमा परिसकेपछि पैसा साइड बाई साइड भइ नै हाल्छ होइन, त्यो पर्सियर हो। तर नेपालमा भन्दा चाहिँ मेरो पर्सनल थट हो, नेपालमा भन्दा चाहिँ धेरै नै बेटर हुन्छ जस्तो लाग्यो मलाई विदेशमा, क्यानाडामा, इन स्पेसिफिक क्यानाडामा है। ल थ्याङ्क यू, त्यो चाहिँ यो चाहिँ मेरो कुरा हो, मेरो जस्ट माई पर्सनल एक्सपिरियन्स होइन। ल थ्याङ्क यू, टेक केयर। So thank you guys for watching this video till the end. तपाईहरुले होप तपाईले सब्स्क्राइब गर्नु भएको छ, कमेन्ट पनि छोडिदिनु भएको छ, तर यदि गर्नु भएको छ भने प्लिज डु सब्स्क्राइब, अनि नयाँ भिडियो आउँदाखेरि अपडेट हुन्छ। सो यो चाहिँ एपिसोड 1 मात्रै थियो, एपिसोड 2, 3, 4 पनि आउँछ। यदि तपाईलाई अझै चाहिन्छ भने तपाईहरु कमेन्ट गर्नुहोस्, आई एम रेडी टु मेक मोर भिडियोज। अनि यदि तपाईहरु पनि क्यानाडामा भ्यान्कुभरमा हुनुहुन्छ भने आफ्नो एक्सपिरियन्स शेयर गर्न चाहनुहुन्छ भने प्लिज डु रिच आउट टु मी। अनि मेरो चाहिँ सबै कुरा मेरो बायोमा छ, सो प्लिज डु रिच आउट एन्ड थ्याङ्क यू, पिस। ल आउँछ रेड बिहाइन्ड द सिन हाल्ने क्या। ल हेलो एभ्रिवान, वेलकम टु आवर भ्लग होइन, भ्लग होइन हाम्रो अब डकुमेन्ट्रीको भिडियो हो यो। हामी चाहिँ माइक टेस्टिङ गर्दैछौँ, कस्तो देखाएको छ भन्नु होला, डु कमेन्ट्स, रेट मी आउट अफ 10 र म क्यानाडा आएको 3 वर्ष भए। परिवारहरूसँग बसेर। अनि अर्को क्वेसनै बिर्से त्यसका। 2.5 years. अर्कै या एउटा पोजिसन ठिक छ। हेलो एन्ड वेलकम गाइज टु माई अनदर भिडियो। आजको भिडियोमा म सामुएल रिजाल फेरि आएको छु। भयो भन्दाखेरि अब यति नै। खै केही प्रगति भएको जस्तो लाग्दैन मलाई, किनकि म जान्छु सधैँ काम। मेरो पढाइ, आइम डुइङ माई ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट। सो पढाइदेखि the reason that I chose Vancouver was, first of all, I chose अर्को अब नर्मल्ली त अब यस्तो कुरा क्यासको कुरा त नगरिदिउँ होला होइन। तपाईहरुको पनि कुनै एक्सपिरियन्स शेयर गर्नु छ भने म तपाईहरुलाई मेरो आइडियाहरु पठाइदिन्छु।